केही सिक्नलाई घरबाट बाहिर निस्किनुपर्छ। गाइस विदेश आएर माछा पकाउन सिकिसकेको छु मैले। चलो कहाँ जान लागेछ माथि चढेर। हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। बाहिर चाहिँ बच्चाहरू कति कराएको हो। सो गाइस आज चाहिँ म तरकारीमा माछा बनाउने वाला छु। सो तपाईहरुलाई देखाउँछु मैले चाहिँ माछा कसरी बनाउँछ। सो अन्तिमसम्म भिडियो हेर्नु होला, मजा लिनु होला भिडियो हेरेर। सो अब चाहिँ हामी जानेछु किचनतिर। लेट्स गो। सो यो भयो हाम्रो किचन। यही बनाउने वाला छु। जुन देख्न सक्नुहुन्छ पुरै लथालिङ्ग छ। सो हाम्रो माछा चाहिँ यता फ्रिजमा छ। देख्न सक्नुहुन्छ माछा ताईले पुरै मसलाहरू मोलेर राखिदिनु भएको छ। अब चाहिँ म यो माछा बनाउने वाला छु। सो गाइस पहिला पुरै सामानहरू रेडी पारौँ पहिला, त्यसपछि बनाउने छु। अनि यहाँ माछा छ। पहिला चाहिँ म यो माछालाई फ्राई गर्ने छु, त्यसपछि ग्रेभी बनाउने छु गाइस। सो अब चाहिँ म यो माछालाई पुरै मजाले फ्राई गर्ने छु। पहिला टाउको हाल्दिउँ। टाउको सो यता माछा पाक्दै गर्दाखेरि म चाहिँ यता कटिङ गर्नेछु। प्याज टमाटर पुरै तयार पारेर राख्छु। सो माछा पुरै रेडी भइसकेको छ अनि कटिङ पनि पुरै रेडी भइसकेको छ। सो यो भयो माछा, अनि यता भयो पुरै टमाटर प्याज, अनि यता चाहिँ मिक्सरमा लसुनहरू खोलिदिएँ मैले। अब चाहिँ पुरै ग्रेभी बनाउने छु गाइस। सो अब चाहिँ ग्रेभी बनाउनलाई प्याज मसलाहरू टमाटरहरू पकाउने छु। यहाँ मजाले थोरै हालिदिउँ। टमाटर हालिदिए। टमाटरलाई मजाले पाक्न दिनेछु। सो गाइस केही सिक्नलाई घरबाट बाहिर निस्किनु पर्छ। गाइस विदेश आएर माछा पकाउन सिकिसकेको छु मैले। बहुत मिठो छ गाइस। यो माछा कुन माछा हो थाहा छैन, तर यस्तो मिठो छ। यत्रो ठुलो ठुलो छ माछा। टाउको नि हेर्नु यत्रो यत्रो छ। दुईटा माछा ताई र मेरो लागि, दुईजनाको लागि दुईटा माछा। अब चाहिँ हालिदिएँ मैले मिक्स मसला। अब चाहिँ यो मसला पुरै पाकिसकेपछि, मसाले पाकिसकेपछि चाहिँ म माछा हालिदिने छु। त्यसपछि मेरो माछा ग्रेभी माछा रेडी हुन्छ गाइस। सो गाइस फाइनली ग्रेभी तयार भइसक्यो। अब चाहिँ म माछा हालिदिने छु यहाँ। यो माछा पुरै मैले चाहिँ यहाँ माछा हालिसकेँ पुरै। अब चाहिँ यहाँ पुरै मिसाइदिने छु। यसरी बन्छ मेरो ग्रेभी माछा। सो गाइस माछा कस्तो होला कमेन्ट गर्नु होला सबैजनाले। माछा चाहिँ बवाल बन्दैछ यता। म चाहिँ खाना बनाउँदा बनाउँदा रात पनि परिसक्यो। देख्नुहुन्छ तपाईहरु पुरै तिरालो चाहिँ यहाँ के हेर्दैछ, रात परिसक्यो भनेर लाइट पाल्दिउँ। तिरालो कहाँ जान लागेछ माथि चढेर। ए तल सर, तल तल कहाँ जान लागेछ यो तिरालो। सो गाइस फाइनली तरकारी चाहिँ पाकिसक्यो। सो यता देख्न सक्नुहुन्छ तरकारी पुरै पाकिसकेको छ। अब चाहिँ ताई आएर मस्तले खाने मात्रै बाँकी हो गाइस। ताईलाई पर्खिन्छु। अब चाहिँ ताई काममा हुनुहुन्छ। ताई आएपछि मस्तले ल्याएर खानेछु गाइस। सो फाइनली मैले चाहिँ तरकारी बनाइसकेँ। अनि नरेन्द्र दाई चाहिँ भर्खर बनाउन आउनु भएको छ। आज चाहिँ ताईहरूको पनि माछा छ देख्न सक्नुहुन्छ। दाइ म चाहिँ एकछिन कोठातिर लागेँ बनाउनु। सो म चाहिँ अब कोठातिर लागेँ गाइस। सो गाइस हामी चाहिँ यहाँ ताई पनि आइसक्नु भएको छ। अब चाहिँ हामी मस्तले खानेछु माछासँग भात। कस्तो छ दाइ? दामी छ। सो दाइलाई बवाल लाग्यो रे। म पनि अब खानेछु गाइस कस्तो हुँदो रहेछ। सो गाइस खाना खाइसक्यो मैले चाहिँ फाइनली। दाइ चाहिँ यता खाँदै हुनुहुन्छ। हजुर
सो आजको भिडियो यति नै गाइस। अब चाहिँ गएर मस्तले सुत्नेछु गाइस। अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। भिडियो मन परेमा सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ओके गाइस, बाई बाई।